अनि दाइ यो कृषि फर्म सञ्चालन गर्नको लागि तपाईले कति जति खर्च आयो दाइ? मेरो त गयो एक जति गइसक्यो 1 करोड। गयो। नमस्ते साथीहरु, जय किसान। आज म चाहिँ एभरग्रेन अर्गानिक एग्रो एन्ड पशु फर्म यो तनहु शुक्लाफाट 2 एक्लेखेत भन्ने ठाउँमा आएको छु है। म छु वहाँ चाहिँ यो फर्मको सञ्चालक हुनुहुन्छ। दाइ यो कति बिगामा अथवा कति गट्ठामा फैलिएको छ दाइ? 56 रोपनीमा 56 रोपनी त्यो लाने मान्छे नपाएर मैले नलर म जान पाएन नि त। दाइले कति वर्ष भयो दाइ सञ्चालन गर्नुभएको? 3 वर्ष। अनि के पाल्नु भएको छ अहिले चाहिँ यो पशुपक्षीहरुमा? अनि बाख्राहरू। अनि तरकारीहरुमा चाहिँ कस्तो किसिमको तरकारीहरु रोप्नुहुन्छ? तरकारीमा अहिले सिमी छ, काउले बेमौसम तरकारीहरु। सिजनको सिजन भयो अनि बेमौसमको नै गरेछ। टनल भएपछि बेमौसम गर्नु त। यो हजुरको आफ्नै जग्गा कि लिजमा लिनुभएको? लिजमा लिनुभएको। अनि आम्दानीको उ चाहिँ कस्तो छ तपाईँ? ठिकै छ। खर्च पानी चलेको छ? चलेछ। इन्कम भएछ किन अलि चाहिँ नयाँ हो कृषि मसिनेको। उति साह्रो थाहा छैन। अनि कुन जातको बाख्रा पाल्नु भएको छ दाइ यहाँ? खरीको अलि म चेन्ज गर्न लाग्यो। ल यहाँ पनि बाख्रा फर्म रहेछ हजुर। जाडोले गर्दा बाख्राहरू भित्र बसेका छन् है। बयर बोका पनि छ दाइ? ए खरी। अनि कतिजना स्टाफलाई रोजगारी दिनु भएको दाइ? म 2 जना त हो नि। 2 जना? 2 जना तपाईँ अनि भाउजू हैन? 2 जनामा अलि काम गर्ने छ नि त फेरि। अनि घाँसपात त यही हाम्रै फर्मकै वरिपरिको घाँसपात त पुग्छ होला हैन? कि रोप्नु भयो छुट्टै? यो पानी नभएर अनि फेरि पराल पनि ल्याउनु पर्छ। अनि दाइ यो कृषि फर्म सञ्चालन गर्नको लागि तपाईले कति जति खर्च आयो दाइ? मेरो त गयो एक जति गइसक्यो 1 करोड। गयो। त्यो पतास चाहिँ मैले पतास यही किनेको संरचना किनेको। त्यसपछि यो हाल्यो त्यो हाल्यो, भैँसीहरू सबै चेन्ज गर्यो। हजुर सबै फाल्यो भैँसी त पुरै चेन्ज गरेको म त। गाईहरू हाल्यो। अहिले बजारमा दुध चाहिँ कति जान्छ? कतिसम्म पठाउनु भयो दुध चाहिँ? दुध चाहिँ लगभग कति अहिले चाहिँ 5, 10, 11, 12 त्यही 15-16 लिटर मात्र छ। म्याक्सिमम कतिसम्म पठाउनु भयो? म्याक्सिमम त लगभग म त पोखरामा त यहाँ 30-35 दिएर लगभग 50-60 लिएर जान्थेँ मैले। यहाँ 50-60 यहाँ 25 छाडेर मैले 20 छाडेर 20-25 छाडेर फेरि मैले पोखरा 29-28 लिएर जान्थेँ मैले पोखरा। अनि तरकारीहरू पनि सबै अर्गानिकै हो? सबै विषाद केही छैन। अनि अर्गानिक तरकारी बनाउँदाखेरि कतिको त्यो रोग लाग्ने रोग लाग्दा त्यो विषादी त हाल्नु पर्छ त। किराको लागि मात्र हाल्नु पर्ने हो। तर त्यसको लागि चाहिँ अगाडि नै प्रिपेयर गर्नु पर्दो रहेछ क्या हामीले। किरा त्यो रोग लाग्नुभन्दा अगाडि नै प्रिपेयर गर्न के लाग्छ के न। अनि मानव जीवनमा असर नपर्ने खालको कीटनाशक औषधहरू छर्नुहुन्छ? त्यो छ नि त। किरा टुसी लगाएको त्यो टुसीको हाल्नुपर्छ क्या। यो टुसारो हुन्छ नि त्यसले लगाएको। अब यो म बलद हिजो अस्ति मात्र निक्लेको। अनि अस्ति त म हुने बेला त्यो निक्ल्यो। म कति दिन भयो छिरेकै छैन, कामै गरेको छैन। उतासम्म छ नि त फेरि मेरो त उता घरसम्म हो नि त। तपाईँको आफ्नै क्यास लगानी गर्नुभयो कि ब्याङ्कबाट लोन झिकेर गर्नुभयो? क्यास। त्यस कारणले गर्दा तपाईँले अब ब्याज तिर्न टेन्सन भएन? दाइले ट्र्याकिङ अफिस पनि सञ्चालन गरिराख्नु भएको रहेछ। अनि तपाईँ यो कृषि पेसामा आएपछि कतिको सन्तुष्टि हुनुहुन्छ दाइ? अझ ठिक छ नि त। अहिले त पहिला त उस्तो नि त। यो पहिला फेरि त्यो कृषिबाट नि फेरि रेस्टुरेन्ट चलायो नि त फेरि घरमै चलाएको। ट्रेक पनि ठिकै थियो। तर फेरि त्यहाँपछि सिजन अप्सन अनि कोरोनाले गर्दा कहाँ गरेर त छैन नि त। कोरोना गर्दा त कोरोना पछि घरमै यताउति गरेर त्यहीँ चलाएको थिएँ मैले।
अनि त्यहाँपछि लगभग त्यहाँ नि थुप्रै 5-6 वर्ष चाहिँ 7-8 वर्ष चाहिँ घरमै चलाएको थिएँ मोमो चाउमिनहरू यताउति छोइलाहरू यताउति रक्सीहरू यताउति बेचेर सबै त्यही रेस्टुरेन्ट चलाएको थियो